हत्ता ड्याम घुम्न गएको आज चाहिँ र हत्ता त्यहाँदेखि जाँदै गर्दा यहाँ बाटोमा एकछिन रोकेर यसो अलिकति के भन्नु पहाडलाई एक्सप्लोर गरेको भनौँ यस्तो छ। अनि यता भन्नुपर्दा चाहिँ हाम्रो सुमन दादा खुट्टा भयो खतरा दिइरहेको कहिले भन्छ दुबईमा पहाड छैन भने हेर्नुहोस् त पहाड दुबईमा नेचुरल पहाड पनि छ है त्यसलाई भन्छ हट्टा हत्ता जाँदैछौँ अझै हामी हत्ता ड्याम पहाड एकदमै मान्छेले भन्छ क्या घाममा कालो लाउनु हुँदैन अरे बोल्छ अरे मन परेपछि सक्यो हैन त्यही पहाडलाई एक्सप्लोर गर्दै हाम्रो यता सुमन दा सुम्रो दा हत्ता पहाडलाई 1 week wow gold सुनिरहेछ पहाडमा कुहिरोको बाटो सुनिहाल्नु होला त हाम्रो राजकुमारलाई भाइलाई लिएर जानु छ पहाडमा कुहिरोको बाटो कुहिरै छैन घाम चाहिँ रन्टनी है धेरै तर्को घाम छ यो हावा सररररररररररर बग्दैछ कति डिग्री होला यो होला नि 45 होला पानी हो र त्यो यता हाम्रो मिस्टर मार्क ब्रो आज हाम्रो ब्रदरसँग आएको हत्ता ड्याम घुम्नको लागि यता हाम्रो फर्मुला सिस्टर चाहिँ धेरै जाडो भयो भनेर चाहिँ गाडीमै बस्नु हुने अरे अनि त्यही भएर जाडो भएर चाहिँ निक्लिनु मान्नु भएको छैन बहिनी त्यहाँ उयो रहेछ ड्याम रहेछ होला छ ए हो गाइस यहाँ भन्नु पर्दाखेरि शाहरुख खान पनि आएर घुमेर गएको रहेछ आज यसो भन्दा हामी के गर्नु यसो भन्दा के 3 2 खेल गर्नु सुजुले हेर्ने दुई मिटर वाला फर्म राखे मात्रै होला हस्पिटल लाने कि एम्बुलेन्स है तर खेल्न त सकिन्छ होइन तर अडाउने चाहिँ राम्रो हुने क्या पहाडको एरिया यो साइडमा चाहिँ बरु अलिक खाली खाली रहेछ कि ठिक छ दामी नेचुरल एकदम हेरेर मात्रै होइन टेकेर पनि छुएर पनि अनुभव गर्न पाइने ठाउँ हत्ता फ्यु वर्ड्स हाम्रो यता मार्क ब्रोबाट जाउँ त आजको यो यसको बारेमा छोड्नु एकचोटि घुम्नै पर्ने ठाउँ हो होइन एकचोटि घुम्नुहोस् राम्रो ठाउँ छ पहाडी एरिया होइन ओके सो हाम्रो फर्मुला सिस्टरकोमा पनि सट्टै 1-2 सप्ताहमा बोलौँ भनेर कति मुखमा रेडी भइरहेको रहेछ मलाई पनि एकदमै राम्रो लाग्छ यो ठाउँ चाहिँ है तपाईँहरूले पनि एकचोटि आएर अनुभव गर्नुहोस् यहाँको ब्युटी अनि यदि तपाईँ नेपाली हुनुहुन्छ भने तपाईँ चाहिँ आफ्नै देशमा गएको तपाईँलाई फिल हुन्छ टाढा टाढाहरू देखेको चाहिँ त्यही अनुभव हुन्छ त्यस कारण आउनुहोस् भन्न चाहन्छु ओके थ्याङ्क यू र अन्तिममा कहाँ गयो हाम्रो सुमन्दा त उपर डाँडा काटिसक्नु भएछ खोइ कुसुमपुर पनि गयो दुईजनै कुसुमपुर अगाडि जाँदैछ Hello, hi everyone. 1-2 सप्ताह
आजको यो हप्ता हामी आएको भन्ने दुबई कट्टा भन्ने ड्याममा आएको छ तपाईँले हेर्न सक्नुहुन्छ यहाँनिर ब्युटिफुल माउन्टेन है यहाँनिर ब्युटिफुल लेक तपाईँले यहाँ राइट साइड यता लेक ब्युटिफुल लेक छ है माउन्टेन छ यता तपाईँले हेर्न सक्नुहुन्छ यो चाहिँ वाटरफल्स बनाएको छ आर्टिफिसियली छ वाटरफल तर एकदम सुन्दर तरिकाले बनाएको छ हुन्छ कार पार्किङहरू छ हेरिटेज बनाएको छ है फिलहाल चाहिँ हामी हप्ता हेरिटेज भिलेजमा छिरेको छौँ म त भाइ जुनै धर्म छ भने त्यही स्टाइलको कुरा गर्छु म फेरि अरबी छ अरबी सलाम अलैकुम प्रोग्राम भइहाल्छ हाम्रो हुन्छ यस्तो न अमिलो त मना खाने यो के मन्दी होइन उनीहरूको त प्रोग्राम एउटा हुन्छ नि बहिनी हलिम हलिम कसो खान्छ लामा है त्यो खसीको के हो हलिम हुँदैन खसीको बेटा मासुको त्यो ढेँडो यस्तो हुँदैन त्यो त मलाई मनै पर्दैन पानी उनीहरूलाई हप्ता हेरिटेज भिलेजमा हामी घुमिरहेको छौँ देख्न सक्नुहुन्छ यहाँ किड्स प्लेग्राउन्ड outside from passage. 137 और देना इसको भी 237 ये इधर है फेस वॉकर इधर है शूज रखने का भाई
छैन कुन चाहिँ हो माछाको नाम चाहिँ गोल्डन कलरको छ Wait. And you can ping. No, if required, you can ping that. पार्क रहेछ फिलहाल चाहिँ हामी सुपारी अरे उसको डेट्सको बोट डेट्स पुरै फलिरहेको छ पुरै फार्म केटाकेटीहरूले केरा टिप्दैछ केरा फलिरहेको रहेछ केरा टिप्दैछ ओ हल्लाएर चाहिँ केरा झार्नु छैन कि बोट चाहिँ भन्छौँ न Don't break it, huh? Don't break it, huh? Enjoy the nature. हुन्छ हौ यता घरमा ए सुमन्त मरहबा हिजो पहिलाको हाम्रो अरबिकहरू बस्ने घर यस्तो हुन्थ्यो हेर्नुहोस् है आउनुहोस् मरहबा भनेको चाहिँ वेलकम है मुड अन छैन त्यही भएर हजुर पहिला मान्छेहरू यस्तै बस्थ्यो अरबी ल्याङ्ग्वेज त्यति त होला होइन फुल स्टप पुलिस स्टाफ दुईजना माउन्टेनरहरू यता अघि आइपुगिसकेको छ कस्तो माउन्टेनर नम्बर 1 कस्तो फिल भयो त आफ्टर Achieving पछि 2 वर्षपछि त के 2 वर्ष युएमा हुँदाखेरि फर्स्ट टाइम अब हप्तामा स्पेसल्ली आउँदै गर्दाखेरि मैले धेरै सम्झिराखेको चाहिँ हाम्रो एकदम मिल्ने मिलनसार एकदम आत्मीय साथी सुरेश जो अहिले यहाँ हुनुहुन्न केही समय अगाडि यहीँ हुनुहुन्थ्यो एकदम सम्झिराखेको छु तपाईँको ठाउँमा आउँदा तपाईँ नपाउँदाखेरि चाहिँ अलिकति मनमा के भन्छ त्यसलाई अलिकति होइन असन्तुष्टताहरू उब्जिरहेको छ तर हामी खुसी छौँ प्रभुलाई धन्यवाद जो सुरेश भाइ भएको भए चाहिँ रातो भाले खानु पाइन्थ्यो त्यही हो बिहान चाहिँ लोकल भाले खानु पाइन्थ्यो अनि केही छैन तर पनि ल यता मार्क ब्रो र हाम्रो पर्मिला सिस्टर दुईजनाकोबाट पनि एक शब्द हामी 4-5 वर्ष अगाडि आएको थियौँ तर यस्तो थिएन अहिले धेरै परिवर्तन भएको छ एकदमै रमाइलो पहिलाभन्दा अहिले धेरै रमाइलो भयो अहिले चाहिँ हामी बुढाबुढी गर्दा मतलब ग्रुपिङमा आएको जस्तो रमाइलो चाहिँ हुँदैन होइन ग्रुपिङमा आउँदा धेरै रमाइलो हुँदो रहेछ एकदम खुसी लाग्यो वेलकम टु हिल पार्क हट्टा पार्क फाइनल डेस्टिनेसन फुटबल एरिया पनि के चाहिँ बहिनी यो तपाईँ आउनु भएको पहिला अहिले चाहिँ हामी हिल पार्क हट्टा आइपुगिरहेको छौँ हिल पार्क यो पार्क के बनाउनु खाने अब यसो गरौँ न त ट्विटर गाउँ न भाइ बहिनी यसो गरौँ म बसिछु भने चाहिँ आउँला नि बस्ने दुइटा गाडी लिएर आउने एउटा मैले लिनु नि त तपाईँहरूमा पुरा रेस खेल्दै आउनु ल रेस खेल्दै भयो है पुरा त्यो पाहाडमा क्या यसो दुईजना यस्तो यस्तो आउने क्या यस्तो न यस्तो नि बहिनीलाई मुन्टार भन्ने होमस्टे अल्ला त छेउ हामी जान त गएको स्विमिङ चाहिँ खेलेनौँ ए मजा आउँछ सुन्ने अस्ति चाहिँ भाइ फ्यामिली हामी दर दाजु गएको थियो नि त मजा आयो हिजो हामी गएकोमा पनि स्विमिङ पुल गर्नुपर्ने ठाउँ छ क्या है त्यही जान त त्यो गुजराम छ नि
खेलेको त हामी पहिला यो गरेर त नुहाउने ठाउँ पनि छ क्या अँ। त पखाल्ने ठाउँ पनि छ क्या अँ राम्रो त्यहाँ रुमबाट निक्लिन यहाँ जाने भन्ने त्यो